ल है, तेन्जिङ दावा लामा जो आज मात्रै पक्राउ परेका छन्, उनी हुन् टिओबी टिमका लिडर, टिओबी ग्रुपका लिडर रहेछन्। उनी आज पक्राउ परेका छन् र उनीमाथि अनुसन्धान भइरहेको छ। हात हतियार सहित बुलेट बाइकमा पुरै टिओबी लेखेका टी सर्ट, जो एकदमै तिब्बतियन ओरिजिनल ब्लड भनिएको छ। तिनीहरू नेपाली रगत नभएर तिब्बतियन रगत भएको पनि खुलेको छ। जस्तै आफ्नो रगतको माया आफूलाई हुन्छ, त्यस्तै उनीहरूलाई चाहिँ नेपाल ध्वस्त पार्ने, तर आफ्नो माया उनीहरूलाई तिब्बतको छ। र उनले आज क्लियर के भनेका छन् भने म आधा तिब्बती हौँ र आधा नेपाली हौँ। सुन्नुहोस्, मैले भनिरहेको छु, म आदि टिबेटन हो, म आदि नेपाली हो हैन। उनले यसरी प्रष्ट भनेका छन्। यहाँबाटै उनी थाहा भइसक्यो कि उनी तिब्बती नागरिक हुन् भनेर। तिब्बतको एउटा संस्थामा उनीहरू आबद्ध छन्। एउटा मात्रै होइन, त्यो चाइनाबाट, चीनबाट तिब्बतको त्यो सबै समग्र त्यो आन्दोलनकारीहरूको यो टिम हो। यिनीहरूले देशभरि आन्दोलन गर्ने, अहिले बारबरा फाउन्डेसन र दलाई लामा फाउन्डेसन, थुप्रै फाउन्डेसनहरूसँग सहकार्य गरेर नेपाल ध्वस्त पारेका छन्। एकपटक 90 करोड र एकपटक 70 करोड गरेर 2 पटक पैसा आइसकेको भन्ने कुरा पनि खुलेको छ। जो अहिले जेनजे लिडर भनेर सुदन गुरुङ जो भाइरल भइरहेको छ, यो चर्चामा आएको छ, यो सबैभन्दा माथिको टिमको लिडर देखिन्छ। फेरि लिडरहरू कति छन् यिनीहरू हात हतियार सहित पुरै गोली चलाउने, आगजनी गर्ने सामग्रीहरू सहित, तामझाम सहित यिनीहरू पूर्व तयारीका साथ यिनीहरू हिँडेका रहेछन्। जो जेनजी युवाहरूलाई उचालेर जेनजी आन्दोलनको नाम दिएर यिनीहरूले चाहिँ यो सबै तोडफोड गरेर, आगजनी गरेर, युवा मारेर, गोली चलाएर, हत्या, हिंसा, आतंक सबै यिनीहरूले गरेको भन्ने कुरा प्रष्ट भइसकेको छ।